हे एभ्रिवान, वेलकम ब्याक। ड्रामाको स्टार्टमा हामी ह्यान्युल नाम गरेको एउटा केटीलाई देख्छौँ जो कि हाम्रो ड्रामाको हिरोइन हुन्छन् र उनी एउटा एनेस्थोलोजिस्ट डाक्टर हुन्छन्। यानी कुनै ठुलो सर्जरी हुँदा पेसेन्टको बडीको कम्प्लिट चेकअप गरेर सर्जरी गर्नु अगाडि दिनुपर्ने मेडिसिनहरू डिसाइड गर्ने गर्छन्। सो भन्नुको मतलब ठुलो अपरेसन या सर्जरीमा यी डाक्टरको पनि इम्पोर्टेन्ट रोल हुने गर्छ। अब ह्यान्युललाई हामी हस्पिटलबाट आफ्नो पेट समाउँदै बाहिर आइरहेको देख्छौँ र आजको दिन उनको लागि नर्मल दिनको जस्तै थियो। मान्छेहरूले आफ्नो डिफ्रेन्ट एक्टिभिटिजमा बिजी थिए, तर यति बेलै त्यो बाटो क्रस गर्दै गर्दा ह्यान्युललाई पेट झनै दुखेर उनी बाटोको बीचमै त्यही लोड्छिन् र आफ्नो वरिपरि सबैलाई उनीहरूले आफ्नो काममै बिजी र खुसी भएको देख्छिन् र सायद यही एउटा नर्मल दिन होला र यही दिनमा नसोचेको कुराहरू पनि हुने गर्छ सोच्छिन्। र यति बेलै हामी ह्यान्युलको अगाडि एउटा ट्रक आउँदै गरेको देख्छौँ जो चाहिँ सिधा ह्यान्युलतिर नै आउँदै हुन्छ र यो देखेर ह्यान्युल सक हुन्छन् र उठ्नै सक्दिनन् भने ट्रक अति फास्ट उनीतिर आउँदै हुन्छ र यही यो सिन कट हुन्छ। अब अर्को सिनमा हामी अपरेसन रुमको सिन देख्छौँ जहाँ केही डाक्टर एउटा पेसेन्टको सर्जरी गर्दै हुन्छन्, तर सर्जरीको क्रममा अति ब्लिडिङ हुन थाल्छ र डाक्टरले पेसेन्टलाई बचाउन सफल हुँदैन र यसरी एउटा नर्मल डे पनि कति नराम्रो हुन सक्छ भनेर हामी बुझ्छौँ। यति बेलै सिन सिफ्ट हुन्छ र हामीलाई 2009 सालमा भुसान सहरमा देखिन्छ। यति बेलै ह्यान्युल हाई स्कुल स्टुडेन्ट थिइन् र उनी एकदमै पढन्दास र कोरियाको वान अफ द टप स्टुडेन्ट थिइन् र यही कुराले गर्दा उनको मम्मी र अङ्कलले पनि आफ्ना छर छिमेकमा आफ्नो छोरीको तारिफ गर्ने गर्थे। हामी यो पनि थाहा पाउँछौँ कि ह्यान्युलले दिनमा 17 घण्टा पढ्ने गर्छिन् र टाइम बचाउन सिम्पल सादा खानेकुरा खाने गर्छिन् ताकि त्यो बचेको टाइममा उनले आफ्नो पढाइमा युज गर्न सकु सोचेर। सो मतलब ह्यान्युललाई पढाइ बाहेक अरू केही कुराको मतलब छैन। र अब अर्कोतिर हामी हाम्रो ड्रामाको मेन क्यारेक्टर जङ्गुलाई देख्छौँ र ऊ पनि कोरियाको वान अफ द टप स्टुडेन्ट हुन्छ र उसको स्कुलमा पनि उसको ब्यानर लगाइन्छ जसको अगाडि उभिएर उसले फोटो नि खिचाउँछ। अब यता ह्यान्युलको बाबाको फर्स्ट डेथ एनिभर्सरी भएकोले गर्दा ह्यान्युलको आन्टीहरू पनि उनको घर आउनु भएको हुन्छ, तर यति बेला पनि ह्यान्युल आफ्नो पढाइ नै गर्दै थिइन्। अब ह्यान्युलको आन्टीहरूले ह्यान्युलको मम्मीलाई त्यो फ्याक्ट्री बेचिदेऊ र तिमीले 50% राख, बाँकी 50% हामी बाँड्छौँ भन्छन्, तर ह्यान्युलको मम्मीले त्यसलाई बेच्न चाहनु हुँदैन थियो। यहाँ अब ह्यान्युलको दुईटा आन्टी बचेको 50%मा कसले बढी लिने भनेर झगडा गर्न थाल्छन् र ह्यान्युलसँग ठोकेर ह्यान्युललाई लडाइदिन्छन्, तर पनि ह्यान्युललाई केही फरक पर्दैन। ह्यान्युल अझै पनि पढ्दै थिइन्, तर पछि आफ्नो पढाइ गर्ने टाइम कम्प्लिट भएपछि ह्यान्युल सिधै उठेर आफ्नो मम्मीलाई, मम्मी हामीले फ्याक्ट्री बेचिदेऊ, त्यसमा घाटा पनि भइरहेको छ, अनि तपाईँ म सौल गएर पढेको हेर्न चाहनुहुन्थ्यो होइन, सो सबै बेचेर यहाँबाट जाउँ र फ्याक्ट्री हाम्रो नाममा छ होइन, सो कसैलाई पैसा दिनु पर्दैन भन्छन् र अब यिनीहरू सौलमा सिफ्ट हुन्छन्। अब यता जङ्गुको स्कुलमा उसको साथीले क्लासमा आएर हाम्रो क्लासमा एउटा नयाँ स्टुडेन्ट केटी आउँदैछ र ऊ अति नै क्युट छ र जङ्गु जस्तै टपर हो भन्छ, जुन सुनेर यहाँ केही लेखिरहेको जङ्गु त्यही रुक्छ। अब उसका साथी उसँग आएर तिमीलाई टेन्सन लागिरहेको होला होइन भन्न थाल्छन्, तर जङ्गुले मलाई केही फरक पर्दैन भन्न थाल्छ। र यति बेला यिनीहरूको टिचर क्लासमा आउनुहुन्छ र ह्यान्युललाई इन्ट्रोड्युस गर्नुहुन्छ र यहाँ यति बेला ह्यान्युल र जङ्गुको नजर एकअर्कामा पर्छ। असलमा ह्यान्युलले स्कुलको टप स्टुडेन्टको बारेमा पहिले रिसर्च गरेर आएकी हुन्छन्, सो अब यिनीहरूले एकअर्कालाई हेर्दै यो स्कुलमा एउटा मात्र टप स्टुडेन्ट हुनेछ र त्यो म नै हुनेछु सोच्छन्। अब ब्रेकमा सबै ह्यान्युलको नजिक गएर उनलाई उनको र उनको पढाइको बारेमा सोध्न थाल्छन्, तर ह्यान्युल यो सुनेर रिसाउँदै मलाई पढ्न दियो र यहाँबाट सबै जाऊ भन्छन्। सो सबैजना जान थाल्छन् र जङ्गुलाई पनि अलिकति अक्वर्ड फिल हुन्छ। अब समय बित्दै जाँदा जङ्गु र उसका दुईटा साथीले ह्यान्युलको बारेमा नयाँ नयाँ कुरा थाहा पाउँदै जान्छन्। लाइक ह्यान्युलले स्कुलमै एक्सर्साइज गरेर आफूलाई फिट राख्दै त्यो समयमा नि पढ्दै हुन्छन्। असलमा उनले यो एक्सर्साइज चाहिँ एउटै ठाउँमा बसेर ढाड नदुखोस् भनेर गरे हुन्छन्। पछि क्लासमा सरले प्रब्लम सल्भ गर्न दिँदा पनि जङ्गुले कपीमा सल्भ गर्दै हुन्छ भने ह्यान्युलले हावामा नै इमेजिन गरेर सल्भ गर्न थाल्छन् र त्यसको सुरुमा एन्सर दिन्छन् भने यो देखेर सबै दङ्ग पर्छन्। क्लास इन भएपछि जङ्गुले ह्यान्युललाई केही खाइरहेको देख्छ, सो उसले आफ्ना साथीलाई उसले के खाइरहेकी छ कि दिमाग तेज गर्ने दबाई त होइन भन्छ, तर उसका साथीहरूले होइन, उसले कफीलाई ड्राई अवस्थामा नै खाने गर्छ ताकि यसले गर्दा उसलाई लिक्विड कफी खान नपरोस् र लिक्विड खाएकोले गर्दा धेरै बाथरुम जान नपरोस् भनेर। उसले त बाथरुम जानुभन्दा त्यो समयमा एउटा क्वेसन सल्भ गर्छु सोच्छे भन्छन्, जुन सुनेर जङ्गु सक हुन्छ। अब यसरी जङ्गुलाई ह्यान्युलबाट इन्सेक्योर फिल हुन लागिरहेको थियो। झन् आजकल त बिहान ह्यान्युल नै जङ्गुभन्दा अगाडि स्कुल आउने गरेका थिइन्। सो जङ्गुले ह्यान्युललाई आफूभन्दा चाँडै स्कुल गइरहेको देखेर यहाँ रेस लाउन थाल्छ र दुइटै दौड्न थाल्छन् र यसैसँग हामीलाई अब प्रेजेन्ट यानी 2023 सालमा देखाइन्छ जहाँ एउटा अवार्ड फङ्सन भइरहेको हुन्छ। हामी थाहा पाउँछौँ कि जङ्गु एकदमै फेमस प्लास्टिक सर्जन डाक्टर भइसकेका हुन्छ र ऊ एकदमै पपुलर छ र उसको 1 मिलियन सब्सक्राइबर भएको युट्युब च्यानल नि छ जहाँ उसले आफूले जानेको कुराहरू सेयर गर्ने गर्छ र झन् उसको कोरियामा कयौँ क्लिनिक्सहरू पनि छन्। अब यहाँ हामी जङ्गुको कयौँ क्लासका साथीहरूलाई नि देख्छौँ र त्यो मध्ये एउटा हुन्छ दायोङ। असलमा दायोङ नि एउटा प्लास्टिक सर्जन हो, तर उसलाई जङ्गुबाट हल्का जेलेसी हुने गर्छ किनकि ऊ त्यति पपुलर छैन। अब हामी देख्छौँ कि जङ्गुले त्यो फङ्सनमा मिनिस्टरबाट बेस्ट प्लास्टिक सर्जनको अवार्ड पनि जित्छ। अब पछि जङ्गु आफ्नो हाई स्कुलका साथी किम र सनसँग भेट्छ र हामी थाहा पाउँछौँ कि जङ्गुको युट्युब च्यानल यी दुईटाले नै ह्यान्डल गर्ने गर्छन्। यहाँ यिनीहरूले हाम्रो हाई स्कुलको स्टुडेन्टको रियुनियन हुन जाँदैछ, सो के तिमी आउँछौ होइन त भनेर सोध्छन्, तर जङ्गुले अहिले त त्यो दिनको लागि केही पनि भन्न सकिन्न भन्छ। यिनीहरूले ह्यान्युल आइने आउँदैनस् त भन्छन्। जङ्गुले तिमीहरू अचानक उसको कुरा किन गर्दैछौ, त्यही नि अहिले ऊ कता छ थाहा छैन, तर ऊ एउटा राम्रो स्टुडेन्ट थिए, सो उसले जिन्दगीमा पक्कै राम्रो नै गर्दै होली भन्छ।
र हामी यति बेलै सिन सिफ्ट भएर हान्युललाई देख्छौँ, जो चाहिँ आफ्नो करियरमा अगाडि बढ्दै गरे पनि उनले हरेकचोटि आफ्नो सिनियर डाक्टरबाट गाली खानुपर्छ र सधैँ माफी माग्नुपर्छ। झन् त्यो सिनियरले उनलाई अति नै काम दिने गर्छ, जसले गर्दा हान्युल राम्ररी सुत्न नि पाउँदैनन्। अब गाली खाएर बाहिर आउँदा उनलाई एउटा अपरेसनमा हेल्प गर्न बोलाइन्छ, सो उनले फेरि आराम गर्न पाउँदैनन्। अब अर्को दिन बिहान घर आउँदा हान्युलको मम्मीले छोरीलाई धेरै थाकेको देखेर दुःख मान्नुहुन्छ भने यहाँ हान्युल आउने बित्तिकै सोफामा निदाउँछिन्। तर पनि ऊ खाना टेबलमा बस्छिन् र त्यति बेलै उनको पेट दुख्न थाल्छ र यिनीहरू त्यही कुरा गर्न थाल्छन्। तर खाना स्टार्ट गर्न नपाउँदै उनलाई फेरि हस्पिटलबाट कल आउँछ, जसले गर्दा उनी फेरि हस्पिटलतिर दौड्नुपर्छ। यता अब जङ्गुको जीवन चाहिँ मजाको हुन्छ। ऊ एकदमै पपुलर थियो, झन् त्यसमाथि युट्युबमा त्यत्रो फलोअर भएकाले गर्दा उसले कयौँ ब्रान्डलाई प्रमोट गरेर टन्न पैसा कमाउने गर्थ्यो। अब केही दिनपछि जङ्गुको क्लिनिकमा एउटा धनी लेडी आउँछ र हामी थाहा पाउँछौँ कि ऊ मकाउबाट आफ्नो सर्जरी गराउन आएकी हुन्छ र एकदमै धनी हुन्छ। अब उसको सर्जरीको दिन पनि आउँछ। यता अब हान्युललाई भेट्न फेरि उसको सिनियर आउँछ र हान्युलले काम गरिरहेको प्रोजेक्टमा डाक्टर युको पनि नाम मिसाइदिउ भनेर उसलाई सिनियरले अर्डर दिन्छ। यानी मेहनत सबै हान्युलले गरे पनि क्रेडिट चाहिँ अर्को काम नगर्ने डाक्टरले नै पाउनेछ। अब हान्युललाई दिक्क त लागिसकेको हुन्छ, तर उनले केही भन्न सक्दैन थिइन्। अब हस्पिटलबाट बाहिर आउँदा उनको पेट झनै दुख्न थाल्छ र यति बेला उनलाई उनको साथीको कल आउँछ, जोसँग बसेर उनले लन्च गर्नेवाला थिइन्। र हामी फेरि सुरुकै सिन देख्छौँ जहाँ ट्रक हान्युलको अगाडि आउँछ। तर हामी देख्छौँ कि अन्तिममा ट्रक ड्राइभरले ट्रकलाई सम्हाल्छ र यो देखेर हान्युलको फ्रेन्ड त्यहाँ आएर उनलाई हस्पिटल लैजान्छन्। यतातिर अपरेसन रुममा जङ्गुले अपरेसन गर्दै गर्दा सर्जरी कम्प्लेक्स हुन थाल्छ र पेसेन्टको मुखबाट अति नै धेरै रगत बग्न थाल्छ। जङ्गुले आफ्नो टिमसँग मिलेर त्यसलाई रोक्न सबै कोसिस गर्छ, तर त्यो ब्लड बग्न रुक्दैन र पेसेन्टको त्यही मृत्यु हुन्छ। अब जङ्गुको जीवनमा यस्तो पहिलोचोटि भएको थियो र यसले गर्दा उसलाई कयौँ पटक पुलिस स्टेसनको चक्कर लाउनु पर्छ। तर समस्या यति मात्र थिएन, त्यो लेडी मकाउको धनी मान्छेको छोरी थिए। सो जङ्गुमाथि एउटा ठुलो केस लाग्छ र यो केस भ्यालिड ठहरिन्छ, किनकि सर्जरीको बेलामा रेकर्ड गरिने फुटेजको बीचको क्लिप गायब भएको हुन्छ। त्यही भएर जङ्गुमाथि झन् शङ्का जान्छ र कोर्टमा अब अपोजिसनको लयरले जङ्गुले सर्जरीको बेला पेसेन्टलाई यस्तो मेडिसिन दियो जुन सर्जरी गर्दा दिनु हुँदैन थियो भनेर बताउँछ। तर जङ्गुको वकिलले जङ्गुको क्लिनिकमा त्यस्तो मेडिसिन युज नै हुँदैन भनेर बताउँदै हुन्छन्। तर अपोजिसनवाला वकिलले त्यो मेडिसिनको डब्बा दिँदै यो मेडिसिन हामीलाई उनकै अपरेसन रुमबाट इन्भेस्टिगेट गर्दा भेटाएको भनेर सबुत दिन्छन् र यो बोतलमा जङ्गुको फिङ्गर प्रिन्ट्स नै छ भनेर बताउँछन्। अब यो सुनेर जङ्गु सक हुन्छ, किनकि उसलाई त यसको बारेमा साँच्चै केही थाहा हुँदैन। सो अब ऊ यो केस हार्छ र उसलाई करोडौँको भरपाई तिर्नुपर्ने हुन्छ। तर उसले त्यस्तो गल्ती गरेको बापत सजायमा उसलाई जेल राख्ने कि मृत्युदण्ड दिने भनेर अझै डिसाइड भएको हुँदैन। तेह्र त्यो केस चाहिँ अझै चल्नेवाला हुन्छ। अब जङ्गुलाई जीवनमा हार्नु कस्तो फिल हुन्छ बल्ल एहसास हुँदै थियो। तर दुखी भए पनि उसले मेरा साथीहरूले मेरो कुरा पक्कै बुझ्नेछन् भनेर आफ्नो साथीहरूसँग जान्छ। तर यहाँ उसका साथीहरूले सान्त्वना दिनुको सट्टा झन् जङ्गुलाई तैँले गर्दा हामीलाई नि घाटा भयो भन्दै उसँग झगडा गर्छन् र सायद तैँले नै त्यस्तो गरिसोला भनेर जङ्गुलाई आरोप लाउँछन्, जुन कुरा सुनेर जङ्गु झन् दुखी हुन्छ। अब पछि जङ्गुलाई किमयोङ भन्ने आफ्नो साथीबाट उसमाथि अब 1 बिलियन वनको ऋण लागेको कुरा थाहा हुन्छ, जसलाई तिर्न अब जङ्गुलाई आफ्नो घर, जमिन, गाडी, क्लिनिक सबै बेच्नुपर्ने हुन्छ, जुन कुराले जङ्गु झन् टुट्छ। अब यता हामी हान्युललाई देख्छौँ र हामी थाहा पाउँछौँ कि उनको पेटमा पत्थरीको रोग थियो, सो उनलाई पेट दुख्ने गरेको थियो। तर उनको अहिले उपचार भइसके नि उनी मेन्टली एकदमै डिस्टर्ब हुन्छन्। जीवनमा यति मेहनत गरे पनि उनले आफ्नो जीवनमा खुसी नै पाउन सकेका थिएनन्। सो उनी अन्तिममा एउटा साइकोलोजिस्टलाई भेट्न जान्छन्, जसले हान्युलको सिचुएसन हेरेर उनी डिप्रेसन भन्ने कुरा बताउँछ, जुन सुनेर हान्युल सक हुन्छन्। तर उनलाई विश्वास लागिरहेको थिएन। तर पनि उनले अब डाक्टरले दिएको मेडिसिन लिन्छन् र घरतिर जान्छन्। र घर जाने बेला हिँड्दै गर्दा मलाई त्यस्तो कसरी हुन सक्छ, म त आफ्नो काम गर्छु र नर्मल जिन्दगी बिताउँछु। सो यो सबै कुरा हावा सोचेर उनले मेडिसिनको प्याकेटलाई डस्टबिनमा हालेर घरमा पुग्छिन् र आफ्नो घरमा जाने बेला मम्मी र भाइ कराइरहेको सुनेर उनले आफ्नो दिमागलाई शान्त गर्न आफ्नो टेरिस यानी छततिर जान्छन् र त्यहाँ एउटा केटालाई देख्छन् र तिमी को हो र यहाँ के गर्दैछौ भनेर सोध्छिन्। तर जब त्यो केटा पछाडि हेर्छ हामी देख्छौँ कि ऊ जङ्गु नै हुन्छ र उसको आँखामा आँसु आइरहेको हुन्छ। तर यहाँ यी दुईटाले एकअर्कालाई देख्ने बित्तिकै चिन्छन् र एकअर्कालाई देखेर सक हुन्छन्। अब जङ्गु आफ्नो करियरको इनमा थियो भने हान्युल आफ्नो लोएस्ट पोइन्टमा। सो यिनीहरूले एकअर्कालाई आफ्नो लाइफको बारेमा के बताउने भनेर सोच्दै कन्फ्युजन हुँदै यो एपिसोड यही इन हुन्छ। अब एपिसोड 2 को स्टार्टमा हामीलाई जङ्गु यहाँ कसरी आयो भनेर देखाइन्छ, जहाँ हामी देख्छौँ कि जङ्गुमाथि ठुलो ऋण लागेकोले गर्दा उसलाई आफ्नो घर, गाडी सबै बेच्नु परेको थियो। सो त्यही भएर उसको साथी क्युङमिनले यो घर सजेस्ट गरेको हुन्छ र असलमा हान्युलको साथी होङऱ्यान र जङ्गुको साथी क्युङमिन एकअर्कालाई चिन्या हुन्छन्। सो क्युङमिनले आफ्नो साथीको लागि घर भाडामा रुम चाहिएको छ भनेपछि होङऱ्यानले हान्युलको घरको रुफटप सजेस्ट गरे हुन्छ। अब जङ्गु पहिलोचोटि त्यो रुममा आउँदा उसले त्यो सानो रुम देख्छ र हल्का दुखी हुन्छ। तर जे होस् उसलाई अब यसैमा एडजस्ट गर्नुपर्ने हुन्छ। यति बेलै उसलाई उसको मम्मीको कल आउँछ र के तिमी ठिक छौ भन्नुहुन्छ। असलमा जङ्गुको मम्मी बाबा अमेरिकामा बस्ने गर्नुहुन्छ। यहाँ अब जङ्गुले म ठिक छु भन्छ र मेरो मम्मी मेरो लागि कति टेन्सनमा हुनुहुन्छ सोच्छ।
तर पछि उसको मम्मीले अर्को वर्ष तिम्रो बाबा अमेरिकामा हार्ट सर्जन डाक्टरको प्रेसिडेन्ट पदको लागि उड्दै हुनुहुन्छ, सो तिमीले गर्दा उहाँलाई केही प्रब्लम नहोस्, सो यो कुरालाई चाँडै सम्हाल भनेर फोन काटिदिनुहुन्छ। सो यस्तो नराम्रो सिचुएसनमा पनि उसको आमा बुवालाई उसको चिन्ता नभइकन आफ्नै इज्जतको चिन्ता भएको रियलाइज गरेर जङ्गुको आँखामा आँसु आउँछ। सो ऊ छतमा उभिएर रुँदै थियो र यति बेलै त्यहाँ ह्यानुल आएकी हुन्छन्। अब यिनीहरू दङ्ग पर्दै हुन्छन् र ह्यानुलले तिमी जङ्गु होइनौ भन्छन्। यहाँ अब जङ्गुले नाइ म त्यो होइन भन्दै मनाइ गर्छ, तर ह्यानुलले होइन तिमी त्यही हो, अनि तिमी यहाँ के गर्दैछौ, के तिमी मसँग भेट्न यहाँ आएका हौ भनी सोध्छिन्। जङ्गुले यहाँ म तिमीसँग किन भेट्न चाहन्थे र, यो मेरो घर हो, सो म यहाँ बस्न आएको नि, अनि तिमी चाहिँ यहाँ के गर्दैछौ भन्छ। यहाँ ह्यानुलले त्यस्तो कसरी हुन सक्छ, किनकि यहाँ यो मेरो घरमा त म बस्ने गर्छु भन्छन्। र पछि यी दुईटैले सँगै एउटै घरमा बस्नुपर्छ थाहा पाएर अचम्म पर्दै अर्कै मुखको एक्सप्रेसन बनाउँछन्। र पछि ह्यानुल तल गएर आफ्नो साथी होङरानलाई कि तिमीले क्युङमिनलाई भनेर कसैले हाम्रो माथिको रुम भाडामा दिएको सोध्छिन्। होङरानले हो भन्छन्। यता जङ्गुले पनि आफ्नो साथी क्युङमिनलाई कल हानेर कि तिमीले ह्यानुल यहाँ बस्छ भनेर मलाई बताउन सकेनौ, तिमीलाई थाहा छैन हामी हाई स्कुलमा क्लासमेट थियौ भन्छ। क्युङमिनले त्यो त झन् राम्रो हो नि, तर कहीँ ऊ तिम्रो फर्स्ट लभ त होइन नि भन्छ। यहाँ अब जङ्गुले त्यस्तो केही होइन, ऊ त मेरो लागि एउटा कम्पिटिटर थिए भन्छ र हामीलाई फेरि 2009 सालमा देखाइन्छ। यहाँ अब क्लासमा जङ्गु र उसका साथीले ह्यानुलले ड्राई कफी खाँदै पढेको देख्छन् र जङ्गुको साथीले तिमी यो वर्ष ह्यानुलसँग हार्छौ जस्तो छ, किनकि तिमीले शान्त भएर पढ्छौ, तर ह्यानुलले पढ्दा बुलडोजर जस्तै पुरै दम लगाएर पढ्छि, सो उसले तिमीलाई जित्नेछ भन्दै यो केटाले बुलडोजरको एक्टिङ गरेर नि देखाउँछ, जुन कुराले त्यहाँ हल्ला हुन्छ र ह्यानुल उसमाथि कराउँछिन्। यहाँ जङ्गुले म उसँग हार्नेवाला छैन भन्छ। उसको साथीले त्यसो भए तिमी किन यति डराउँदैछौ त भन्छन् र हामी यहाँ जङ्गु डराएर आफ्नो खुट्टा अति फास्ट हल्लाइरहेको देख्छौँ, तर जङ्गुले होइन मलाई यहाँ जाडो भइरहेको छ भन्ने बहाना दिन्छ। तर मनमनै जङ्गुलाई पनि टेन्सन भइरहेको हुन्छ, किनकि अर्को दिन उनीहरूको मिड टर्म इक्जामको रिजल्ट आउँदै थियो। सो अब अर्को दिन हामी उनीहरूको टिचरले रिपोर्ट कार्ड बाँडेको देख्छौँ र यति बेला जङ्गुको रिपोर्ट दिन सरले जङ्गुलाई बोलाउनुहुन्छ र उसको तारिफ गर्नुहुन्छ। सो जङ्गुलाई आफू फर्स्ट भए जस्तो लाग्छ, तर रिपोर्ट कार्ड हेर्दा ऊ त सेकेन्ड पोजिसनमा आउँछ, जुन देखेर जङ्गु चक्कर लागेर त्यही जमिनमा बस्छ। उसका साथीले उसलाई होसमा ल्याउन खोज्छन्, तर जङ्गुलाई त शक लागेको थियो, सो ऊ राम्ररी आफ्नो खुट्टामा नि उभिन सकिरहेको थिएन। र अब यो घटनाले गर्दा जङ्गुले सानो सानो कुरामा ह्यानुललाई हराएर मजा लिन थाल्छ, जस्तै कि स्कुल आउँदा दौडेर नआएर त्यो स्लाइडिङ साइकलमा आएर ह्यानुललाई जित्ने र उसलाई जिस्काउने। ह्यानुलले 1 प्याकेट ड्राई कफी खाँदा जङ्गुले 2 प्याकेट खान थाल्यो। एक दिन सरले दुईटैलाई क्लासको अगाडि बोर्डमा क्वेसन सल्भ गर्न दिँदा जङ्गुले जसरी नै ह्यानुललाई यसमा जित्न चाहन्थ्यो र यहाँ उसले चाँडै एन्सर निकाल्न सफल हुन्छ र झन् ह्यानुललाई जिस्काउँदै उनको एन्सर पनि कम्प्लिट गरिदिन्छ। अब प्रिजनमा ह्यानुलको साथी होङरानले ऊ त्यहाँ बसेनी के समस्या छ र भनी सोध्छिन्। ह्यानुलले हाई स्कुलमा हामी एकअर्काको दुश्मन जस्तै थियौ, सो म उसको अनुहार हेर्न चाहन्न भन्छे। तर होङरानले केटाकेटीले सुरुमा एकअर्कालाई मन नपराउँदा पछि गएर एकअर्कालाई लाइक गर्न सक्छन्, सो तिमी ऊ ह्यान्डसम छ भने उसँग डेटमा जाउँ न त भन्छे। तर ह्यानुलले यस्तो हुन सक्दैन, त्यहाँ पक्कै बस्दैन, स्कुलमा मैले उसलाई हराइदिएकी थिएँ, सो ऊ मेरो अगाडि त्यही घरमा बस्न सक्ने छैन भन्छन्। र यता जङ्गुले पनि त्यही सोच्दै हुन्छ, सो उसले नयाँ रुम खोज्न थाल्छ, तर देख्छ कि हरेक रुम पाउन पहिले पैसा दिनुपर्ने थियो, तर पैसा नभएको बेलामा जङ्गुले यस्तो कसरी गर्नेछ, सो उसले यो प्लानलाई ड्रप गरिदिन्छ। अब पछि जङ्गु घर तल डुल्दै गर्दा उसले घर आउँदै गरेको ह्यानुललाई भेट्छ र ह्यानुलको बाटो रोक्छ। ह्यानुलले अब के भयो, कि तिमी मसँग लड्न चाहन्छौ र भन्छन्। जङ्गुले असलमा मलाई एउटा केस लागेको छ र अझै 3.7 बिलियन वनको पेनाल्टीको रकम तिर्न बाँकी छ, सो म यो घर छोडेर जान सक्दिनँ, सो मलाई बरु जसरी भयो नि सहेर बसन है, मलाई अर्को घरमा मुभ गर्न टन्न पैसा चाहिन्छ, म त्यो पैसा कहाँबाट ल्याउने भन्न थाल्छ। ह्यानुलले यति बेला ल बस भन्छन्। यो सुनेर जङ्गु इमोसनल हुँदै ह्यानुल भन्छ, तर ह्यानुलले तिमी जस्तो यहाँ बसे नि नबसे नि मलाई फरक पर्दैन भनेर त्यहाँबाट जान थाल्छिन्। जङ्गुले अरे यो त घर छोडेर जाऊ भन्नुभन्दा झन् बेइज्जतको कुरा भयो त, त्यस्तो कसरी भन्न सक्छौ मेरो माथि 10 बिलियन वनको पेनाल्टी लागेको थियो भन्छ। ह्यानुल दङ्ग पर्दै 10 बिलियन भन्छन्। यहाँ अब जङ्गुले 10 बिलियन, तर अब अहिले मैले घर गाडी सबै बेच्नु पर्यो र अझै 3.7 बिलियन तिर्न बाँकी छ भन्न थाल्छ। तर यति बेला ह्यानुललाई निद्रा लाएर हाई आउन थाल्छ, सो जङ्गु दङ्ग पर्दै म यहाँ यस्तो मेरो दुःखद कहानी सुनाउँदैछु अनि तिमी चाहिँ यस्तो गर्ने भन्छ। ह्यानुलले तिम्रो कहानी धेरै लामो भयो, तर म तिमी यो घर छोडेर चाँडै जान्छौ भन्ने विश गर्छु भन्दै आफ्नो घरतिर लाग्छिन्। यो देखेर जङ्गुले यो काम नलाग्ने केटी भन्छ, तर यो कुरा यति बेलै साइडमा भएको ह्यानुलको अङ्कलले सुन्नुहुन्छ। जङ्गुले मैले तपाईँलाई भनेको होइन, म त त्यो केटीलाई भन्दै थिएँ भन्छ। यहाँ अब ह्यानुलको अङ्कलले जङ्गुलाई म उसको अङ्कल हो भन्नुहुन्छ। जङ्गु यो सुनेर दङ्ग पर्छ। अङ्कल अब त्यहाँबाट जानुहुन्छ र अङ्कल गएपछि यति बेलै ह्यानुलको भाइ त्यहाँ आउँछ र जङ्गुलाई हेर्छ। जङ्गुले केही होइन, यो नुडल सपको ओनर चाहिँ अलि चाँडै रिसाउने खालको मान्छे रहेछन् होइन भन्छ। तर ह्यानुलको भाइले उहाँ मेरो अङ्कल हो भन्छ, जुन सुनेर जङ्गु फेरि दङ्ग पर्छ र हो र त्यसो भए ह्याभ अ नाइस डे भनेर फेरि
त्यहाँबाट आफ्नो रुमतिर जान्छ। अब जङ्गु आफ्नो रुममा जान्छ। ह्यानुलको भाइ नामबाट घर आएर मम्मीसँग मैले हाम्रो रुफटपमा बस्न आएको मान्छेलाई देखेँ, ऊ हेर्दा त राम्रै देखिन्छ अनि उसलाई मैले पहिलेबाट चिनेको जस्तो लाग्यो, तर कि माथि 2 जना बस्ने हुन् भनेर सोध्छ। उसको मम्मीले होइन एउटा मात्र हो भन्नुहुन्छ। नामबादाले हो र, तर मैले अझै एउटा मान्छेलाई माथि गएको देखेको थिएँ त भन्छ र हामी यहाँ देख्छौँ कि कसैले जङ्गुलाई नजर राख्न आएको हुन्छ, तर त्यो मान्छे जङ्गुको ढोका अगाडि आउँदा अटोमेटिक बल्ने लाइट बल्छ जुन देखेर जङ्गु बाहिर हेर्न आउँछ, तर त्यहाँ कोही पनि हुँदैन। अब पछि सुत्दा सपनामा जङ्गुले त्यही हस्पिटलको सर्जरी भएको वाला सिन देख्छ जुन देखेर ऊ फेरि डराएर आत्तिँदै उठ्छ। अब अर्को दिन बिहान ह्यानुल हतारमा हस्पिटल जान निक्लिन्छन् भने यति बेलै जङ्गु जगिङ गरेर घरतिर आउँदै हुन्छ। यता अब हामी दायोङलाई देख्छौँ र हामी थाहा पाउँछौँ कि आज त उसको क्लिनिकमा एउटा नि पेसेन्ट आएको थिएन। सो अब मिस किम आएर उसलाई तपाईँले आफ्नो क्लिनिकको बारेमा प्रचार किन गर्नुहुन्न भनेर भन्छ। तर दायोङले मैले बिटिएसको भन्दा नि ठुलो बोर्ड राखेको छु त गङनाम स्टेसनमा भन्छ। तर यिनीहरूले गङनाम स्टेसनमा कुन बुद्धुले प्रचार गर्छ र, बरु आजकल सबैले युट्युब च्यानल खोलेर त्यसमा इम्पोर्टेन्ट इन्फर्मेसन सेयर गरेर आफू र आफ्नो क्लिनिकलाई प्रमोट गर्ने गरेका छन्। अझै त्यो फेमस जङ्गु अहिले नराम्रो अवस्थामा हुँदा बरु हामीले त्यही मौकाको फाइदा उठाउँ र तपाईँको हामी मिलेर सब्सक्राइब गरेर 5 सब्सक्राइबर भएको युट्युब च्यानलमा आफ्नो राम्रो भिडियो हालेर प्रमोट गरौँ भन्छन्। तर यो सुन्ने बित्तिकै दायोङ अचानक उठेर यो तिमी के भन्दैछौ मिस किम, म जङ्गुको त्यस्तो हालतमा भएको बेला उसको फाइदा उठाउन सक्दिनँ र म कुनै युट्युब च्यानल बनाउन्न, ऊ फेरि फर्केर आउनेछ, तिमीहरू हेर्दै जाओ भन्छ र हामी थाहा पाउँछौँ कि मनबाट दायोङले जङ्गुको बारेमा राम्रो सोच्ने गर्छ। यहाँ दायोङले म उसको पिठ पछाडि उसलाई नराम्रो भन्ने गर्छु, तर यो कुरा हामी दुई बीचको मात्र हो, सो तिमीहरूले उसको बारेमा केही नराम्रो नबनाऊ भनेर यहाँ दायोङले उनीहरूलाई आफ्नो कहानी भन्न थाल्छ। तर उनीहरूले भयो हामीलाई तपाईँको स्टोरीमा कुनै इन्ट्रेस्ट छैन भनेर त्यहाँबाट जान्छन्। यता जङ्गु चाहिँ आफ्नो लागि रुमहरू खोज्न जान्छ, तर सबै घरबिटीले जङ्गुमाथि केस चलिरहेको थाहा पाएर उसलाई घर भाडामा दिँदैनन्। अब जङ्गु आफ्नो साथी क्युङमिनसँग भेट्न जान्छ, जसलाई जङ्गुले एउटा मान्छेको बारेमा पत्ता लगाउन भने हुन्छ र हामी थाहा पाउँछौँ कि यो पत्ता लगाउन भनेको मान्छे चाहिँ जङ्गुकै क्लिनिकमा काम गर्ने गर्थ्यो। यहाँ क्युङमिनले नै मैले उसको बारेमा केही पत्ता लगाउन सकेन, झन् त्यसमाथि ऊ कुनै सोसल मिडिया एपहरूमा नि छैन, तर तिमीलाई उसको बारेमा किन थाहा पाउनु छ भनी सोध्छ। यहाँ जङ्गुले किनकि त्यो मात्र एउटा मान्छे हो जो चाहिँ त्यो दिन मसँग अपरेसन रुममा थिए र अपरेसन रुममा भएका सबैले बयान दिन माने, तर उसले मात्र मनाइ गरिदियो भन्छ। यहाँ क्युङमिनले तर तिमीले उसलाई 2 महिना अगाडि मात्र काममा राखे होइन र, के तिमीले उसको बारेमा केही जानकारी पत्ता नलगाई डाइरेक्ट काममा राख्यौ भन्छ। जङ्गुले खासमा उसको केस अलि फरक थियो, ऊ डाइरेक्ट आफ्नो रेज्युमे लिएर मसँग आयो, सो मैले उसलाई धेरै सोधेन भन्छ। क्युङमिनले तिमी एउटा प्रोफेसनल डाक्टर भएर नि यस्तो गर्छौ, तिमीले यस्तो नर्नु पर्ने थियो भन्छ र अब यिनीहरूले यही हस्पिटलमा ह्यानुललाई देख्छन्। असलमा क्युङमिन चाहिँ हस्पिटलमा ह्यानुलकै डिपार्टमेन्टमा ह्यानुलको सिनियर हुन्छ। यहाँ अब क्युङमिनले कि तिमीले उसँग कुरा गर्यौ त भन्छ। जङ्गुले म चाँडै नयाँ रुम खोज्छु भन्छ। क्युङमिनले तिमीहरू ठुला भइसक्यौ यार, अब पनि के बच्चा जस्तै गरे भन्छ। सो अब पछि जङ्गु ह्यानुलसँग कुरा गर्न जान्छ। ह्यानुलले तिमी यहाँ के गर्दैछौ भनी सोध्छिन्। जङ्गुले म तिमीलाई भेट्न त पक्कै आएको होइन, म क्युङमिनलाई भेट्न आएको थिएँ भन्छ। यहाँ अब ह्यानुलले तिमीले क्युङमिनलाई कसरी चिन्छौ भनेर सोध्छिन्। यहाँ जङ्गुले हाई स्कुलमा उहाँ मेरो सिनियर हुनुहुन्थ्यो र म उहाँसँग ट्युसन पनि लिने गर्थेँ भन्छ। तर यो सुनेर ह्यानुलले त्यसो भए मलाई लाग्छ उहाँ एउटा राम्रो टिचर हुनुहुँदो रहेछ, किनकि फर्स्ट सेमेस्टरमा मैले तिमीलाई हराइदिएकी थिएँ भन्छन्। जङ्गुले यो सुनेर आफ्नो कुरा राख्न थाल्छ र त्यसो भए इन्ट्रान्स इक्जाममा के भयो, त्यसमा त मेरो तिम्रो भन्दा बढी मार्क्स आएको थियो भन्छ र यस्तै गरी कसले कसलाई जित्यो भन्ने कुरामा यिनीहरू झगडा गर्न थाल्छ। पछि ह्यानुलले के तिमी बिजी छैनौ, तिमीलाई रुम खोज्नु जानु छैन भनी सोध्छिन्। जङ्गुले म त्यही बारेमा तिमीसँग केही कुरा गर्न चाहन्थे भन्न थाल्छ, तर ह्यानुलले गुड लक भनेर केही नसुनिकन त्यहाँबाट जान्छन्। यहाँ अब यो सुनेर जङ्गु रिसाउँदै अहिले त्यस्तो भनिरहेछौ किनकि तिमीसँग बस्न घर छ, राम्रो जागिर छ, तर हेर्दै जाऊ मसँग भएको एक दिन जोसँग नि हुन सक्छ भन्दै ह्यानुलको पछि आउँदै हुन्छ। तर पछि ह्यानुलको फोनमा मेसेज आएर उनी त्यही रुक्छिन् र यसले गर्दा जङ्गु पनि डराएर बोल्न रुक्छ र हामी देख्छौँ कि यो चाहिँ ह्यानुलको साइकेट्रिस्टसँगको एपोइन्टमेन्ट टाइमको मेसेज हुन्छ। अब जङ्गुले ल इन्जोय गर भनेर त्यहाँबाट जान्छ। ह्यानुलले हो सबैको लाइफमा केही न केही समस्या छ सोच्छिन् र पछि फेरि हामी ह्यानुललाई त्यही आफ्नो सिनियर डाक्टरसँग देख्छौँ, जहाँ त्यो डाक्टर किमले फेरि ह्यानुललाई गाली गर्दै हुन्छ किनकि यिनीहरूको डिपार्टमेन्टले प्र्याक्टिकल टिचिङमा स्टुडेन्टहरूबाट सबैभन्दा नराम्रो रिभ्यू पाएका हुन्छन्। तर यसमा ह्यानुलको केही पनि गल्ती हुँदैन, उसले रिसाउँदै ह्यानुललाई खुट्टामा किक पनि हान्छ, तर दुख्दा पनि ह्यानुलले सहेर उभिरहन्छन्। अब एउटा जुनियर आएर यो डाक्टरलाई यो हस्पिटलको चेयरम्यानको छोरी प्रेग्नेन्ट छिन् र उनी प्रेग्नेन्ट लेडीको केस आएको छ र इमर्जेन्सी छ भनेर बोलाउँछिन्। यहाँ यो डाक्टरले ह्यानुललाई नि आफूसँग आऊ भनी त्यहाँबाट जान्छ। यहाँ त्यो जुनियरले लाग्छ त्यो डाक्टरलाई डर लागिरहेको छ, सो तपाईँलाई नि मद्दतको लागि बोलाउँदैछ भन्छ। अब हामी यहाँ अपरेसन रुममा देख्छौँ र हामी थाहा पाउँछौँ कि डाक्टर किम एक्सपिरियन्स डाक्टर हुँदैन, सो उसले बार पेसेन्टको ब्लड भेसल यानि नसामा इन्जेक्सन हानिदिँदा त्यो ठाउँबाट खुन निक्लिरहेको हुन्छ, जसले गर्दा कयौँ ठाउँमा नराम्रो दाग पर्छ। तर उसले यो पेसेन्टको नसा नै कमजोर छ भनेर आफूले गल्ती गरेको स्वीकार्दैन। यहाँ यो देखेर सबै दिक्क पर्छन्, तर सिनियर डाक्टर भएकोले गर्दा उसलाई केही पनि भन्न सक्दैन। यहाँ अब ह्यानुलले म गरौँ भनेर एकचोटिमै त्यो गरिदिन्छन् र अपरेसन सुरु हुन्छ र यो देखेर डाक्टर किम हल्का रिसाउँछ। अब हामी ह्यानुललाई अर्को सिनमा आफ्नो साइकेट्रिस्ट डाक्टरसँग देख्छौँ। असलमा ह्यानुललाई आजभोलि आफ्नो छाती दुख्न थालेको थियो, सो त्यो किन होला भनेर सोध्छिन्। यहाँ डाक्टरले यो डिप्रेसनको साइड इफेक्ट हो र यस्तो बेलामा मेन्टली त असर हुन्छ नै, त्यसको साथै मुटुमा नि असर हुन
गर्न थाल्छ। सो दबाई त लिनु नै पर्छ, तर तिमीलाई चाँडै ठिक हुनु छ भने तिमीले रेस्ट गर्न एकदमै जरुरी छ। यो गर्नै पर्ने हुन्छ, नभए तिम्रो हालत दिन प्रतिदिन बिग्रिन्छ भन्नुहुन्छ। अब अर्को दिन ह्यानुललाई कल गरेर हस्पिटल बोलाइन्छ र हामी देख्छौँ कि असलमा त्यो प्रेग्नेन्ट लेडी जसको अपरेसन भएको थियो उसको आमा अति धनी हुन्छन् र यो हस्पिटलको चेयरम्यान हुन्छन् र यो हस्पिटललाई धेरै डोनेसन पनि दिने गर्थिन्। तर उनको छोरीको हातमा पुरै दाग मात्र बस्या छ, सो उनी कराउँछिन्। तर यहाँ डाक्टर किमले यो सबै आरोप ह्यानुलमाथि लगाइदिएर पेसेन्टसँग माफी माग्न भन्छ र ह्यानुलले त्यस्तै गर्नुपर्छ। अब हामी डाक्टर किमको अफिस रुममा देख्छौँ जहाँ उसले ह्यानुललाई यो पटक सबै आरोप तिमीले आफूमाथि लिनुपर्छ, किनकि म अर्को वर्षको एनेस्थोलोजिस्ट डाक्टरहरूको चिफ पोजिसनको लागि उम्मेदवार हो, सो म यो रिस्क लिन सक्दैन। सो यति हामीलाई फेरि बोलाइयो भने तिमीले उनीहरूलाई घोडा टेकेर माफ माग्नु भन्छ। ह्यानुल दङ्ग पर्दै घोडा टेक्ने गरे भन्छन्। डाक्टर किमले उनीहरूले यसलाई धेरै सिरियसली लिँदैछ, सो तिमीलाई मतलब नभए गरी माफी माग्दैौ न, पुरुक्क मैले भने जस्तै गर न। किन गर्न सक्दिनौ? के तिमी जस्तोको लागि घोडा टेक्नु ठुलो कुरा हो र? कि यसले गर्दा तिम्रो इगो हट भइरहेको छ? आफ्नो काम पहिला राम्रोसँग गर्न सिक भन्छ। यहाँ अब ह्यानुलले सहनै सक्दिनन् र त्यो गल्ती मैले गरे होइन तपाईले गरे हो भन्छन्। यो सुन्ने बित्तिकै त्यो डाक्टर रिसाउँदै तिमीले के भन्यौ गरे भन्छ। यहाँ ह्यानुलले आफ्नो दोष अरूलाई लाउन बन्द गर्नु। तपाईको प्र्याक्टिकल क्लासमा नराम्रो रिभ्यू आयो किनकि तपाईको क्लास दिक्क लाग्दो र बोरिङ हुन्छ। त्यो रिजेक्ट भएको रिपोर्ट भनी मेरो गल्तीले गर्दा होइन, तपाईले त्यसलाई मिलाएर पठाउनु भएन, त्यही भएर भयो। सबै गल्ती तपाईले गर्ने अनि आरोप अरूलाई लगाउने कति गर्नुहुन्छ? अनि अहिले तपाईले म तपाईको गल्तीको लागि घोडा टेकेर माफी मागेको हेर्न चाहनुहुन्छ? के तपाई पागल त हुनु भएन भन्छन्। यहाँबाट डाक्टर किमले के गरे? पागल गरे? तिमी बौलाई क्या हो भन्दै ह्यानुललाई थप्पड हान्न थाल्नुहुन्छ। तर ह्यानुलले डाक्टर किमको हात रोकेर उसलाई खुट्टामा हानेर त्यही लडाइदिन्छन् र गएर यस्तै गरेर जमिनमा घोडा टेकेर माफी माग। कि तिमी जस्तोको लागि यो कुनै ठुलो कुरा हो र भनेर त्यहाँबाट जान थाल्छिन्। डाक्टर किमले कि तिमी यस्तो गरेर बच्चु सोचेका छौ क्या? म तिमीलाई अब हस्पिटलमा छिर्न दिन्न भन्छ। तर यो सुनेर ह्यानुल झन रिसाउँदै म आफै छोडेर जान्छु, म यो सबैले गर्दा आफ्नो हेल्थको कुर्बानी गर्न सक्दिनँ भनेर जब क्विट गरिदिन्छन्। अब यो कुरा हस्पिटलभरि फैलिन्छ र यो कुरा ह्याङऱ्याङले पनि थाहा पाएर उनी ह्यानुललाई भेट्न आफ्नो क्लिनिकबाट निक्लिन्छ र जाँदै गर्दा बीच बाटोमा दायोङसँग ठोकिन्छ। यहाँ अब होङरायन ह्यानुलसँग गएर आखिर तिमीलाई के भयो? मैले सुनेअनुसार तिमीले डाक्टर किमलाई लात्ता हानेर हस्पिटल छाडिदेऊ गरे त भन्छ। ह्यानुलले चुप लाग न, यहाँ नबोल, मम्मीले सुन्नुहुन्छ, हिँड साइडमा गएर कुरा गरौ भन्छन्। तर हामी देख्छौँ कि यो कुरा ह्यानुलको मम्मीले सुनिसक्नु भएको हुन्छ। सो पछि ह्यानुलको मम्मी ह्यानुलसँग अति रिसाउनु भएको हुन्छ र तिमीले त्यस्तो किन गर्यौ? तिमीलाई डाक्टर बनाउन मैले के गरिनँ? मैले तिमीलाई पढाएर डाक्टर बनाउन सबै बेचिदिएँ र तिमीले यति सजिलै हस्पिटल छाडेर आयौ भन्नुहुन्छ। यति बेलै जङ्गु बाहिर जान लागेको हुन्छ र सिडीबाट झर्दै गर्दा चिच्चाएको आवाज हुन्छ र ऊ पनि त्यहीँ रुकेर त्यहाँ भइरहेको कुरा सुन्न थाल्छ। यताभित्र ह्यानुलले म सारा दिन काम मात्र गर्छु, मैले आराम गर्ने थोरै नै टाइम पाउन सकिनँ, सो त्यही भएर मैले केही टाइमको लागि आफ्नो ख्याल राख्नु छ भन्छन्। यो सुनेर ह्यानुलको मम्मीले झन रिसाउँदै यसो गरे तिमीले अहिलेसम्म गरेको मेहनत बर्बाद हुन्छ र तिमीलाई प्रोफेसर भन्न फेरि सुरुबाट मेहनत गर्नुपर्छ, तिमी यति इजिली कसरी छोड्न सक्छौ भन्नुहुन्छ। यहाँ अब ह्यानुलले कि म सबै सहेर मात्र बसौँ, मेरो केही गल्ती नहुँदा नि उनीहरूले जहिले मलाई इन्सल्ट र गाली मात्र गर्ने गर्छन् भन्छन्। यहाँ ह्यानुलको मम्मीले काममा हल्का फुल्का गाली त जसले नि खान्छन् नि भन्नुहुन्छ। यो सुनेर ह्यानुल रुन थाल्छिन् र के थाहा छ र तपाईँलाई मेरो बारेमा? स्कुलको बेलामा नि म दिनमा 17 घण्टा पढ्ने गर्थेँ, अहिले म यति राम्रो पोजिसनमा थिएँ, तर यी सबैको के फाइदा भइरहेछ? यति मेहनत गरेर म डाक्टर बन्दा नि मलाई गाली र बेइज्जत सुन्नुपर्छ। तर तपाईँ सही हुनुहुन्छ, म चुप लागेर गाली र बेइज्जत मात्र खाउँ र मेरो शरीरलाई झन् बिग्रिन देऊ भन्छन्। यहाँ उनको मम्मीले त्यस्तो होइन भन्नुहुन्छ। ह्यानुलले मलाई डिप्रेसन छ भनिदिन्छन्। यो सुनेर बाहिर उभिरहेको जङ्गुनी सक हुन्छ। यहाँ अब ह्यानुलले मैले धेरै मेहनत गरेँ, आफूलाई पुस गरेर अहिले मलाई दिमागको बिमारी छ भन्छन्। यहाँ ह्यानुलको मम सक हुनुहुन्छ र यो हुन सक्दैन, के बकवास गर्दैछौ? मैले मेरो छोरीलाई आफूले सक्ने बेस्ट तरिकाले पालेकी छु, सो यस्तो हुन सक्दैन। तिमीलाई यस्तो बकवास कसले भन्यो त थाहा भएन, तर तिमीलाई त्यस्तो हुन सक्दैन भन्नुहुन्छ। ह्यानुलले म सन्चो हुन नि नपाउने, म सारा जीवन तपाईँले चाहे जसरी नै बाँचे, सो के अब म सन्चो नि आफ्नो तरिकाले हुन नपाउने भनेर रुँदै ह्यानुल घरबाट बाहिर जान्छन्। अब ह्यानुल बाहिर आउन लागेको थाहा पाएर जङ्गु माथितिर लुक्न जान्छ। अब रातिसम्म ह्यानुल घर फर्किँदैनन् र उनले कसैको फोन उठाउँदैनन्। यति बेला ह्यानुलको भाइले मैले ह्यानुलको कोठामा केही दबाई भेटेको थिएँ, म इन्टरनेटमा यो के को दबाई रहेछ भनेर हेर्छु भनेर हेर्न थाल्छ। यता हामी जङ्गुलाई हिँड्दै गरेको देख्छौँ र यति बेला उसले ह्यानुलकै बारेमा सोच्दै हुन्छ र यति बेला अर्कोतिरबाट ह्यानुल उसको अघि आउँछन्। सो जङ्गुले ह्यानुललाई ड्रिङ्क गर्छौ भनेर सोध्छ र मेरो मुड आज अलि नराम्रो छ, सो ड्रिङ्क गर्न जाउँ न भन्छ। ह्यानुलले तर मलाई एक बोतलले मात्र चल्दैन नि भन्छन्। यो सुनेर जङ्गु दङ्ग पर्छ र पछि हुन्छ भनेर उनलाई आफ्नो ज्याकेट लगाइदिन्छ। यहाँ यो देखेर ह्यानुलले यो कस्तो बदतमिजी गरेको भन्छन्। जङ्गुले के बदतमिजी? कि तिमी यस्तो आफ्नो हस्पिटलको ड्रेस लगाएर ड्रिङ्क गर्न जान्छौ र भन्छ। सो ह्यानुलले नि है साँच्ची भन्छन् र ज्याकेट लगाउँछन् र यिनीहरू ड्रिङ्क गर्न जान्छन्। तर यिनीहरूको नराम्रो किस्मतले यहाँ पनि पिछा छाड्दैन, किनकि यही ठाउँमा यिनीहरूको स्कुलको साथीहरूको रियुनियन पार्टी चल्दै हुन्छ, जहाँ जङ्गुको त्यही युट्युब सम्हाल्ने दुईटा साथी किम र सन पनि आएका हुन्छन्। यहाँ अब यिनीहरूले ह्यानुल र जङ्गुलाई देखेर त्यहाँ सँगै पार्टी गर्न बोलाउँछन् र तिमीहरू दुईटा एकअर्काको कन्ट्याक्टमा छौ भनी सोध्छन्। तर ह्यानुलले होइन, मलाई केही काम थियो, सो मैले जङ्गुलाई कन्ट्याक्ट गरेको थिएँ भन्छन्। र अब जङ्गुलाई यहाँ केही बताउनु पर्दैन। अब सबैले यहाँ जङ्गुकै केसको बारेमा कुरा गर्न थाल्छन्। सो जङ्गुलाई नराम्रो लाग्छ र ऊ यहाँबाट जान थाल्छ। यहाँ किम र सन बाहिर आउँछन् र किमले जङ्गुलाई सम्झाउन कोसिस गर्छ, तर सनले चाहिँ हाम्रा अरू साथीले के गलत भनेको थिए र तिमी यति रिसाइरहेका छौ? तिमीले गर्दा त हामीले हाम्रो जागिर छोडेर तिम्रो युट्युब च्यानल सम्हाल्न आएका थियौ नि,
तर अब तिमीले गर्दा त्यसलाई कसैले पनि हेर्दैन र हाम्रो कमाइ पनि भइरहेको छैन, तिमीले गर्दा हामी बर्बाद भयौ भन्छ। यहाँ अब जङ्गुले मैले गर्दा जागिर छोड्या गरे किम, तिम्रो कम्पनी ब्याङ्क्रप्ट हुन लागेको थियो र त्यसै नै तिमीलाई जागिरबाट निकाल्नेवाला नै थियो र तिमीले जाँड खाँदा नसा हुँदा आफ्नो जागिर हेड गर्ने भएकाले क्विट गरेका थियौ। तिमीहरूले मेरो युट्युब च्यानलको मोनिटाइजेसनबाट आएको पैसा नि धेरै तिमीहरूले नै राख्छौ भन्ने कुरा मलाई थाहा थियो, तर तिमीहरूलाई चाहिएको होला भनेर मैले तिमीहरूलाई केही भनेन। मैले गर्दा तिमीहरूलाई दुःख दिन चाहन्थेन, सो मैले तिमीहरूमाथि लागेको पेनाल्टी नि पहिला मेरो तिर्नु अघि तिरिदिए। अनि अहिले तिमीहरू के भन्दैछौ? सायद म मात्र तिमीहरूलाई साथी सोच्थे होला, त्यसो भए अबबाट राम्रो जिन्दगी बिताउनु भनेर त्यहाँबाट जान्छ। अब हेनुलले जङ्गुको पछि पछि आउँदै हुन्छन्। यहाँ यो थाहा पाएर जङ्गु रुकेर तिमीले मेरो पिछा किन गर्दैछौ भनी सोच। हेनुलले भुल्यौ क्या हो, मेरो नि घर त्यही हो भन्छन्। जङ्गुले हो त है भनेर फेरि हिँड्न थाल्छ, तर पछि फेरि रुकेर कि तिमी त्यो 3 बोतल सोजु खान अझै तयार छौ भनेर सोध्छ। हेनुल अब एग्री गर्छिन् र यिनीहरू ड्रिङ्क गर्न जान्छन्। अब ड्रिङ्क गर्दै गर्दा नसामा यिनीहरूले धेरै कुरा गर्छन् र फेरि एकअर्कालाई हराउने कुरा गर्छन्। यहाँ हेनुलले जङ्गुलाई मलाई तिमीमा विश्वास छ, तिमीले त्यो लेडीलाई पक्कै मारेको होइन भनेर हेनुलले जङ्गुलाई सान्त्वना दिन्छन् र तिमी मनबाट राम्रो मान्छे हो भन्छन्। सो जङ्गु हल्का इमोसनल हुन थाल्छ। यता हेनुलको मम्मीले त्यो दबाई त डिप्रेसन र एङ्जाइटीको भन्ने कुरा थाहा पाएर आफ्नो छोरी कति समस्याबाट गुज्रिरहेको कुरा रियलाइज गरेर रुनुहुन्छ। यहाँ अब यता पछि ड्रिङ्क गरेर यिनीहरू घर आउँदै गर्दा जङ्गु एउटा कालो सुट लगाएको मान्छेलाई देखेर डराउँछ र आफू ब्ल्याक सुट लगाएको मान्छेसँग डराउने सिक्रेट हेनुललाई भन्छ। तर हेनुल यो कुरा सुनेर उसको मजाक उडाउँछिन् र पछि यिनीहरूले कसले कसलाई टाउकोमा जोडले औँलाले हान्न सक्ने भनेर गेम खेल्न थाल्छ। अब हेनुलले सुरुमा हान्छिन् र जङ्गुलाई जोडले लागेर ऊ त्यही तल लडखडाउँदै ढल्छ र त्यही भएर हेनुलले जङ्गुको मजाक उडाउँछिन्। तर अब जङ्गुले अब मेरो पाली भनेर हेनुल नजिक आउँछ। यति बेला हेनुलको फोनमा उनको मम्मीले उनलाई मलाई तिमीबाट केही चाहिएको छैन छोरी, मलाई मेरो छोरी मात्र भए पुग्छ, म तिमीलाई धेरै माया गर्छु, सो घर आऊ भनेर मेसेज लेख्नु भएको हुन्छ। यो मेसेज पढेर हेनुल अति जोडले रुन थाल्छिन्। यहाँ जङ्गुले मैले नहान्दै तिमी किन रुन थाल्यौ भन्छ। हेनुलले त्यस्तो होइन, तर अहिले मेरो आँखाबाट आँसु नै रुकिरहेको छैन भन्छन् र अझै जोडले रुन थाल्छिन्। यहाँ यो देखेर जङ्गुले रुन बन्द गर न, नभए मलाई नि रुन मन लाग्छ, म पनि आफ्नो रुनलाई कन्ट्रोल गरेर बसिरहेको थिएँ, तिमी रोएपछि त म नि झन् रुन मन लाग्छ नि भन्छ र यहाँ अब जङ्गु नि रुन थाल्छ र अब दुईजना नै बच्चा जस्तै रुँदै एकअर्कालाई हक गर्छन् र एकअर्काको मनको दुःख रोएर आँसुको माध्यमबाट बगाउँदै हुन्छन्। यहाँ अब दुईटैलाई भोलि नसा उत्रेपछि यो गरेकोमा आफैलाई अक्वार्ड फिल हुनेछ भन्ने कुरा थाहा हुँदा पनि उनीहरूलाई एकअर्काको साथ राम्रो लाग्छ र यसैसँग यो एपिसोड यही नै इन हुन्छ। सो एपिसोड 2 हजुरहरूलाई कस्तो लाग्यो? अब यिनीहरूको स्टोरी कसरी अघि बढ्ला त त्यो थाहा पाउनको लागि नेक्स्ट एपिसोड म चाँडै नै ल्याउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ।